पूर्वी नेपालको हरियालीले भरिएको भूमि इलाम र त्यही जिल्लाभित्र रहेको रोङ गाउँपालिका वडा नम्बर 5 मा अवस्थित सुन्दर पर्यटकीय क्षेत्र हो किरात पार्क। साबिकका जिर्मले, कोलबुङ, इरौटा र शान्तिपुर गाविसहरू मिलेर बनेको यो रोङ गाउँपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण एक पर्यटकीय क्षेत्र पनि भन्न सकिन्छ। किरात पार्क एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। त्यसमाथि ढकमक्क फुलेको विभिन्न प्रजातिका फूलहरूले यसलाई अझ मनमोहक बनाइरहेको छ। बिहानको चिसो हावासँगै कुहिरो र बदलिरहने मौसम साथै ढकमक्क फुलेका फूल र वरिपरिका ठूला पहाडहरूले पर्यटकहरूलाई एकपटक अर्कै संसारमा पुर्याउने गर्दछ। किरात पार्क एक पर्यटकीय स्थल मात्र नभई राई जातिहरूको पहिचान बोकेको एक ऐतिहासिक स्थल पनि हो। त्यहाँ विशेष गरी राईहरूको बाक्लो बसोबास रहेको पनि स्थानीयहरू बताउँछन्। किरात पार्क अहिले स्थानीय र बाह्य पर्यटकहरूको केन्द्रबिन्दु बन्दै गइरहेको छ। यहाँ झापा, मोरङ र नेपालको विभिन्न जिल्लाबाट मात्र नभई भारतको सिक्किम, दार्जिलिङबाट घुम्न आउने पर्यटकहरू पनि त्यति नै पाइन्छन्। यहाँको सुन्दर दृश्य, शान्त वातावरणले पर्यटकहरूको ध्यान केन्द्रित गर्ने गरेको छ भने किरात पार्कबाट हेर्दा भारतको विभिन्न स्थान र झापाको समतल दृश्यले यसलाई अझ मनमोहक बनाइरहेको छ। किरात वंशको राजा यलम्बरको सुन्दर मूर्तिकला र राईहरूको पहिचान झल्काउने तीन ढुङ्गे चुलो लगायतका प्राचीन र ऐतिहासिक सामग्रीहरू किरात पार्कमा देख्न सकिन्छ। बाह्य र आन्तरिक पर्यटकहरूको लागि पार्किङ स्थल र सामूहिक होमस्टे व्यवस्था पनि किरात पार्कमा रहेको छ भने किरात पार्कमा पछिल्लो समय पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। प्रदेश सरकारको अनुदान र स्थानीय बासिन्दाहरूको पहलबाट निर्मित यस पर्यटकीय क्षेत्रमा स्थानीय बासिन्दाहरूले श्रमदान मार्फत नै फूलहरू रोपेको स्थानीय बासीहरू बताउँछन्। स्थानीय पर्यटन र प्रवर्धनलाई मध्यनजर गर्दै अझ धेरै योजनाहरू र कार्यहरू गर्ने तयारी रहेको पनि स्थानीयहरू बताउँछन् भने भविष्यमा किरात पार्क स्थानीय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा एक उदाहरणीय पर्यटकीय क्षेत्र बन्न सक्ने पनि पर्यटकहरू बताउँछन्। चिन्डो चिन्डो यो चाहिँ चिन्डो, यो चाहिँ अदुवा होइन, अदुवा यो रक्सी पार्ने नानी। प्रदेशको अगाडि 20 लाख अनि पछाडि 50 लाख उयो बजेटबाट बनिएको हो। यो चाहिँ खासमा कन्सेप्ट अब स्थानीयवासीकै हो होइन। हाम्रो यो साबिक इरौटा गाविस हो, साबिक इरौटा गाविसको वार्ड नम्बर 5 हो। यस क्षेत्रमा चाहिँ हामी लगभग 8-9 घर जति होला लेप्चा समुदाय बाहेक जम्मै राई बान्तावा राईहरू मात्रै छौँ। यसमा चाहिँ हामी बान्तावा राईहरू मात्रै छौँ, अझै ज्यादा भन्नाले तपाईँहरू बान्तावा राई नै हुनुभयो। हजुर, त्यसमा लगभग 8-9 घर 9-10 घर जति होला। किराती राजा यलम्बरको प्रतिमा सामान्य अनि हाम्रो यो संस्कृति संस्कार अन्तर्गत चाहिने त्यो चिन्डोहरू होइन, सामान्य चिन्डो, भाले, अदुवाहरू चाहिन्छ नि यो संस्कारमा, तिनीहरू राखिएको छ भनौँ न सामान्य रूपमा। त्यति मात्रै हो। हुन्छ ल, तपाईँलाई धन्यवाद। तपाईँलाई पनि धन्यवाद।